अहिलेसम्मका सरकारले मैले मेरो वार्डको वार्ड अध्यक्ष अग्नि पाण्डेदेखि यो देशका मन्त्री, पूर्व प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, अनि मेरै प्रदेशका मन्त्री, सांसद कसैको हातमा यो हाम्रो चाहिँ तपाईको प्रपोजल बुझाउन बाँकी राखेको छैन। तपाईले गएर संग्रहालयमा हेर्नुभयो भनेदेखि हरेकको फोटो हामीले संग्रहालयमा सुनिश्चित गरेर राखेका छौं कि मलाई एक धुर जग्गा दिनुहोस् हाम्रो प्रतिष्ठानलाई, तपाईले सक्नुहुन्न भने एउटा इटा दिनुहोस् भनेर माग्दै जाँदाखेरि मैले नाम लिनै पर्छ। केही संघीय सांसदहरू पवित्रा निरौला खरेल हैन र तत्कालीन प्रदेशका अर्थमन्त्री इन्द्रा आङ्गोलाई मैले स्मरण गर्नुपर्छ। उहाँहरूले केही सम्बोधन भयो। स्वर्गीय ज्ञानुराम प्रसाईज्यूको नेतृत्वमा हामीले यो अभियान सुरु गरिरहँदा वीरता मोडले ज्ञानुराम प्रसाई जीवित रहन्जेलसम्म केही साथ सहयोग पाइयो। तर उहाँको सडक दुर्घटनामा भएर जब उहाँ डेथ हुनुभयो नि, त्यस पछाडि हामी अभिभावक विहीन भयौं। कलाकारहरू, राजनैतिक पार्टीहरूले हामीलाई परिचालन गर्ने हैन, तर उहाँहरूले चाहिँ नाटकहरूको लागि मिठो आश्वासन दिने, प्रत्येकलाई भेट्न जाँदा प्रत्येकले आश्वासन दिने, तर उहाँहरूले 15 रुपैयाँको एउटा इटा दिनु भएन। केपी शर्मा ओली, शेरबहादुर देउपा, प्रचण्ड, माधव कुमार नेपाल, रवि लामिछाने, राजेन्द्र लिङदेन हैन, उहाँहरू सबैसित म पुगेको छु। उहाँहरूले आश्वासन मात्रै दिनुभयो। अहिलेसम्म 15 रुपैयाँको एउटा इटा उहाँहरूले दिनुभएको छैन। तर आम भुइँ मान्छेले 15 रुपैयाँको इटा दिएर 3.5 करोडको नाट्य संग्रहालय बनाइयो। हिजो अस्ति अर्थमन्त्री रामेश्वर खनालज्यू समक्ष समेत मैले गएर चाहिँ यसलाई चाहिँ राष्ट्रिय सम्पदा सूचीमा चाहिँ सूचीकृत गरिदिनु पर्यो अर्थमन्त्रीज्यू, र यसको लागि बजेट विनियोजन गर्नु पर्यो भन्यो। उहाँले सम्म आश्वासन मात्रै दिनुभयो, केही गर्नु भएन। अब बनेको नयाँ सरकारसित हाम्रो ठूलो आशा भरोसा छ। हामीरै क्षेत्रबाट, क्षेत्र नम्बर 2 बाट इन्दिरा राणा मगर हिजो चाहिँ उपसभामुख हुनुहुन्थ्यो, उहाँको टेबलमा पनि हामीले प्रपोजल पुर्यायौं, उहाँबाट पनि सुनवाई भएन। अब उहाँको पनि मैले केही समय अगाडि ध्यानाकर्षण गरेको छौं र तत्कालै म अब नयाँ सरकारसित हामी 25 करोडको लागतमा सांस्कृतिक संग्रहालय, बहुजातीय सांस्कृतिक संग्रहालय निर्माणको प्रपोजल लिएर जाँदैछौं। आशा छ यो नयाँ सरकार जोश जाँगरका साथ आएको छ। अहिलेका प्रधानमन्त्री आफै कलाकार हुनुहुन्छ र कलाको पक्कै सम्मान गर्नुहुनेछ, कलालाई बुझ्नुहुनेछ। अहिलेसम्मका नेताहरूले हैन, अभिभावक जसलाई अभिभावक मानियो उहाँहरूले कलालाई बुझ्नु भएन। उहाँहरूले चुनावी नारा बनाएर कलाकारलाई प्रयोग गर्नुभयो, तर कुनै पनि राजनीतिक दलले अहिलेसम्म सदुपयोग गरेनन् र अब आएको सरकारले सदुपयोग गर्छ भन्ने हामीले आशा र भरोसा लिएका छौं। तपाईले जस्तै पैसा चन्दा संकलन गर्न त सजिलो भइहाल्यो, एकदम गाह्रो छ सर। भनेको चाहिँ जस्तै मैले चाहे दिन सकिहालेँ, अथवा भनौँ न इटा संकलन गरेर यत्रो घर बनायो भन्नुभयो होइन, त्यो पनि एउटा जटिल कुरा होला। त्यसलाई तपाईँले बिम्बात्मक भन्नुभयो कि इटा नै कसरी, त्यो कुरा होला होइन। तपाईँले एक धुर गरेर 145 धुर यो जग्गा चाहिँ एकै ठाउँमा हुनु पर्यो, कसरी यो सम्भव भयो? यो चाहिँ हामीले एकजना व्यक्तिबाट तपाईँको 145 धुरको प्लट लियौं। प्लट उहाँसित चाहिँ जस्तै केही जमिन उहाँले दान दिनुभयो, बाँकी जमिन तपाईसित खरिद गर्नलाई भनेर हामीले ल्याउँ र 1 वर्षको भाका राख्यौं। हामी सबैसित रकम एक धुरको रकम उठाउँदै तपाईलाई पेमेन्ट गर्छौं। 1 वर्षभित्रमा पेमेन्ट भुक्तानी गर्ने गरी तपाईले हामीलाई जग्गा दिनुहोस् भनेर बैना गर्यौं। त्यस पछाडि हामीले दाता खोज्दै गयौं। हामीले 2टा इटा कसैसित माग्यौं न। 2टा इटा मागेको थियो भने यो नाट्य संग्रहालय निर्माण हुने थिएन, किनकि कसैले 2टा इटा माग्न जाँदा मलाई आधी इटा दिएको थियो, हाम्रो प्रतिष्ठानलाई एउटा इटा दिएको थियो, अथवा रित्तो हात पठाएको थियो भनेदेखि जबसम्म अभियन्ताको भावनामा ठेस लाग्दैन नि तब मात्रै त्यो अभियान सक्सेस हुन्छ। मलाई थाहा थियो आज एउटा इटा 2टा इटा माग्न जाँदा नदिकिन खाली हात पर्ख्यौं भने आज भोलि पर्सि गर्दै मैले प्राप्त गर्न, हाम्रो अभियानले प्राप्त गर्न नसकिसकेपछि के हुन्थ्यो? हामीले छोराको लागि अंश मागे हैन, छोरीको लागि दाइजो मागे हैन, कसैले दिदैन भने किन माग्न जाने भन्ने हुन्थ्यो। हामी यो क्षेत्र छोडेर आफ्नै दैनिकीमा फर्किन्थ्यौं। तर जब मैले एउटा इटा माग्न चाहिँ तपाईको एउटा प्रपोजल चाहिँ 250-300 को प्रपोजल तयार गरेर 500 को प्रपोजल तयार गरेर लिएर गए नि, उहाँले 1 गाडी इटा दिएर पठाउनु भयो। बाबु म तपाईले एउटा इटा माग्न आउनु हो, मेरो यति हृदय छोयो, म एउटा इटा हैन तपाईलाई 1 धुर जग्गा दिन्छु, 5 धुर जग्गा दिन्छु, 10 गाडी इटा दिन्छु। यसरी चाहिँ हामीले 1 गाडी इटा माग्न गएको थियौं भने नाटक घर बन्ने थिएन। तर एउटा इटा माग्न गएका कारणले
तपाईँको थोपा थोपा गरेर जसरी समुद्र बन्छ नि, एउटा इँटाका कारणले गर्दा आज नाटकघर बन्यो र हरेक उसको चाहिँ तपाईँको लाख पुग्नलाई पनि रुपियाँबाट हामीले गन्ती सुरु गर्नुपर्छ। त्यो विचार, त्यो लक्ष्य, त्यो उद्देश्य हाम्रो प्रतिष्ठा